पानीको सानो थोपाले एउटा ढुङ्गाको रङ आकार नै बदल्न सक्छ। पानीको सानो थोपाले एउटा ढुङ्गाको रङ आकार नै बदल्न सक्छ भने हामीहरूले हाम्रो सानो डेली इम्प्रुभमेन्टले किन हाम्रो फ्युचर परिवर्तन गर्न सक्दैनौँ? जापानिज भाषामा एउटा शब्द छ जसलाई काइजेन भनिन्छ। यसको अर्थ यो हो कि दैनिक डेली थोरै सुधार गर्नु, दैनिक थोरै सुधार गर्दै अगाडि बढ्नु, दैनिक अलिकति राम्रो बन्दै अगाडि बढ्नु। यो शब्द सुन्दा जति साधारण र सानो लाग्छ यसको महत्त्व त्यति नै ठुलो छ। प्राइभेट लाइफमा होस्, वर्क लाइफमा होस् या बिजनेस लाइफमा होस् यसको महत्त्व धेरै ठुलो छ। किनकि ठुला ठुला परिवर्तनहरू साना साना सुधारबाट नै सुरुवात हुने गर्छन्। हामीहरू हाम्रो जीवनमा सफलता छिटो चाहन्छौँ, हामीहरू चाँडै सफल हुन चाहन्छौँ। हामी जिम गयौँ भने 2-3 दिनमै फिट बडी चाहन्छौँ। हामीहरू बिजनेस स्टार्ट गर्यौँ भने 2-4 फेजमै हामी सफल हुन चाहन्छौँ। तर जीवनमा त्यस्तो हुँदैन। सक्सेस भनेको ओभरनाइट आउँदैन। सफलता प्राप्त गर्नको लागि सानातिना सुधार गर्दै निरन्तर अगाडि बढिरहनुपर्छ, तब मात्र सफलता प्राप्त गर्न सकिन्छ। जो मानिस हिजोभन्दा आज म कति बेटर भएँ, हिजोभन्दा आज मैले कति सुधार गर्न सकेँ, हिजोभन्दा आज म कति सुधार गर्दै अगाडि बढ्न सकेँ, यी कुराहरू चेकआउट गर्दै अगाडि बढ्छ, त्यो मानिस नै जीवनमा सबैभन्दा अगाडि बढेको हामीले देख्न र सुन्न पाइरहेका छौँ। यदि कुनै एउटा किसानले हामीहरूलाई बिउ रोपेको केही समयमा नै फलको अपेक्षा गरेको कुरा गर्छन् भने हामी उनलाई पागल भन्न पनि बेर मान्दैनौँ। किनकि हामीहरूलाई थाहा छ कि बिउ रोपिसकेपछि त्यसलाई गोडमेल गर्नुपर्छ, मलजल राख्नुपर्छ र त्यो बिरुवा बनेर बढ्नको लागि समय लाग्छ। तर हामीहरू हाम्रो जीवनमा बिर्सन्छौँ कि मेहनत गर्ने बित्तिकै फल प्राप्त हुँदैन। हामीहरू बिर्सिन्छौँ कि मेहनत गर्ने बित्तिकै फल प्राप्त हुँदैन। हामीहरू मेहनत गरेको 2-3 दिनमै के गर्छौँ? रिजल्ट चाहन्छौँ। जहाँ रिजल्ट प्राप्त हुँदैन हामी के हुन्छौँ? निराश हुन्छौँ र आफ्ना सपनाहरू के गर्छौँ? त्याग्छौँ, आफ्ना सपनाहरू मार्छौँ। तर जीवनमा अगाडि बढ्नको लागि सानातिना सुधार गर्दै अगाडि बढ्नुपर्ने हुन्छ, जसले नै अन्तिममा ठुलो सफलता हात पार्न हामीलाई सहयोग गर्छ। हामीहरूले प्रत्येक दिन साना साना सुधार गर्दै अगाडि बढ्यौँ भने पनि हामीहरूले आफ्नो लाइफ र फ्युचरलाई परिवर्तन गर्न सक्छौँ। हामीहरूले आज 1 पेज बढी पढ्यौँ भने, हामीहरूले आज एउटा राम्रो बानीलाई अँगाल्यौँ भने, हामीहरूले आज एउटा नराम्रो ह्याबिटलाई छोड्यौँ भने, हामीहरूले आज 1% सुधार गऱ्यौँ भने, हामीले प्रत्येक दिन 1% सुधार गर्दै अगाडि बढ्यौँ भने हामीले वर्षमा 37% सुधार गर्न सकिन्छ। हामीले वर्षमा 37% सुधार गर्न सकिन्छ, जुन भनेको एकदम ठुलो परिमाण हो, जुन हाम्रो फ्युचर, हाम्रो लाइफ परिवर्तन गर्नको लागि हामीलाई ठुलो सहयोग पुर्याउँछ। आज विश्वका ठुला ठुला कम्पनीहरूले लाखौं करोडौं अरबौं रुपियाँ प्रडक्ट र प्रोडक्सनमा मात्र खर्च गरेका छैनन्। उनीहरूले कस्टमर रिभ्यू सुधार्नमा पनि खर्च गरेका छन्, किनकि उनीहरूलाई थाहा छ कि सानो कस्टमर रिभ्यूले मानिसको बाइङ कन्सेप्ट चेन्ज गर्छ। सानो कस्टमर रिभ्यूले उनीहरूको प्रोडक्ट भ्यालु अप एन्ड डाउन हुन सक्छ। त्यसै कारणले गर्दाखेरि आज संसारका ठुला ठुला कम्पनीहरूले लाखौं करोडौं अरबौं रुपियाँ प्रोडक्ट र प्रोडक्सनमा मात्र नभइकन कस्टमर रिभ्यू सुधार्नको लागि खर्च गरेका छन्। उनीहरू साना साना सुधारहरू गर्दै अगाडि बढिरहेका छन्। त्यसै कारणले गर्दाखेरि डेली इम्प्रुभमेन्ट देख्दाखेरि बोरिङ लाग्न सक्छ, तर त्यसको रिजल्ट, त्यसको पावर भनेको धेरै डेन्जर हुन्छ, जसले हामीहरूलाई आफ्नो फ्युचर, आफ्नो लाइफ परिवर्तन गर्नको लागि धेरै सहयोग पुर्याउँछ। एउटा सानो सुधारले कुनै पनि बिजनेसलाई आकाशमा पुर्याउँछ भने एउटा सानो सुधार गर्न नसक्दा त्यो बिजनेसलाई जमिनमा पनि गिराउन सक्छ। त्यसै कारणले गर्दाखेरि डेली गरिने साना साना सुधारहरू भनेको त्यो एउटा कम्पाउन्डिङ पावर हो, जसले हामीहरूलाई अन्तिममा ठुलो सफलता र आफ्नो जीवन, आफ्नो फ्युचर परिवर्तन गर्नको लागि ठुलो सहयोग पुर्याउँछ। त्यसै कारणले गर्दाखेरि आजबाट नै हामीले यो विचार गरौँ, आजबाट नै हामीले यो क्वेसन गरौँ आफैलाई कि हिजोभन्दा आज म कति बेटर भएँ, हिजोभन्दा आज मैले कति राम्रो गर्न सकेँ, हिजोभन्दा आज मैले आफूले आफैलाई कति सुधार गर्न सकेँ। जहाँ यसको प्रश्नको उत्तर निस्किन्छ त्यहाँ हामीहरूले आफ्नो जीवनलाई, आफ्नो फ्युचरलाई चेन्ज गर्ने एउटा बाटो फेला पार्नेछौँ, जसले हामीहरूलाई जीवनमा सफलताको बाटोमा अगाडि हिँड्नको लागि सहयोग पुर्याउनेछ। आजलाई यति नै, फेरि अर्को भिडियोमा भेटौँला। हैव अ नाइस डे, सी यू अगेन, बाई बाई।